गुड इभिनिङ सबैजनालाई र सानो बर्थडे ब्लग्स लिएर आएको छु। एकदमै सिम्पलेस्ट बर्थडे सेलिब्रेसन। यहाँ हाम्रो एकमात्र सुपुत्री सुमेधा खम्बुराई को है यहाँनिर सालुगडामा आएर सानो बर्थडे सेलिब्रेसन गरिरहेको छु। र केक सेरोमनी जस्ट अ केक सेरोमनी। अनि यहाँ चाहिँ सुमेधाको साथीहरू यहाँ आएको छ। भर्खर एकजना साथी चाहिँ अलि ढिलो भएर गइसक्यो होइन। उसको भाइ बिमार भएर इन्फर्मेसन आएर ऊ गइसकेको छ। सबले हेलो भन न हौ। तिमीले पनि भनिदियो ल। र यहाँनिर छ हाम्रो हामी चाहिँ अब यहाँ सानो केक सेरोमनी गर्न लागिरहेको छ। हामीले चाहिँ सरप्राइज दिएर हामी यहाँ आएको है। सरप्राइज दिएको थियौँ र सरप्राइजको भिडियो चाहिँ हेरिहाल्नु भयो है। र सपोर्ट गर्दै गर्नु होला ब्लग्सलाई। ल ल ल ए भित्र होला भाइ। यहाँनिर हाम्रो देवा पूजन पनि आइसक्यो र सबै सुमेधाको साथीहरू पनि आइसक्यो। र यहाँ अझै हाम्रो दिदीहरू आउनु 2 जना बाँकी छ र दादा पनि आउनु बाँकी छ। तर हामी ढिलो भएकोले गर्दाखेरि चाहिँ समयले पनि यहाँ 8 देखाइसकेको छ। अनि यी नानीहरू चाहिँ गएर पढ्नु पनि पर्नेछ। सो अहिले हामी अब चाहिँ नपर्खिने है। अब केक चाहिँ हामी काट्दै गर्ने। कसको यो खोज होइन कसको हो यो? ल सृष्टिकाको चाहिँ गिफ्ट यहाँनिर आइसकेको छ है। अब भने केक सेरोमनी जानु न। मम्मी इज गेटिङ रेडी। आई थिङ्क मम्मी इज गेटिङ रेडी है। आउँदैछ। ल यहाँ साथीहरू है। ल यो केक कटिङ सेरोमनी सुरु भइसकेको छ। सिकाऊ है। खै आयो अर्को। लु अब के केक काट्नुपर्छ होइन। अन्त ह्याप्पी बर्थडे भन्नुपर्छ। छैन नि। ल यहाँ विस माग्दैछ है। अब कति पुग्यौ हाम्रो नानी? 18 है कम्प्लिट। Happy birthday to you. Happy birthday dear Nana. Happy birthday to you. God bless you. May God bless you. May God bless you. Happy birthday to you. टक्कै पुगेछ 2 जना टक्कै पुगेछ। थ्याङ्क यू। एकदमै सिम्पल बर्थडे भयो है। एकदमै हामीले ठुलो बर्थडे गऱ्यौँ। तर यसको साथीभाइ यसो बोलाएर अचानक सरप्राइज बर्थडे प्लानिङ भएको। सो र पनि यतिजना हामी बेला भयौँ। दादा आइपुग्नु भएको छ है बाध्यलाई लिएर। सो अझ पनि 2 जना आउनु बाँकी छ। ओके कहिले देऊ मलाई होइन त यसको देऊ देऊ मलाई पाउँ त यता आउँछौ आउनु न। देवा सुमीको चाहिँ देवा हो। खोइ देमा What is Dema? Come.
देमा लु देमाले यसलाई पनि केक खुवाइदिइरहेछ अहिले र केक कटिङ सेरेमनी सकिसकेको छ अहिले है एक हुन्छ उसलाई अनुष्का के अरे ऊ हाम्रो पूजनले संस्कारलाई मिस गरिरहेको होला चाहिँ अरे खानुपर्छ गुड के भन्दैछ अहिले खोल्नु भन्दैछ कि के हो चाहिँ बुबु अलिकति लेट हुनुभयो 5 मिनट्स डिले 5 मिनट्स डिले हुनुभयो उहाँले केक सेरेमनी चाहिँ अब भेट्नु भएन है हेलो दुर्गी ओ दुर्गी यता भिडियोमा फ्रेममा 5 मिनट डिले भयो फुपूहरू है दुईजना फुपूहरू चाहिँ 5 मिनट ढिलो भयो है तर पनि केही छैन के अरे यो अनबक्सिङ ओ बर्थडे गर्ललाई बोलाउँदैछ देमाले बोलाउँदैछ ओ बर्थडे गर्ल कता हो फ्रेममा आउनु पर्थ्यो नि बर्थडे गर्ल जस्ट अ ब्लेसिङ्स ओन्ली जस्ट अ ब्लेसिङ्स है अनि अहिले किचनको अवस्था त्यस्तो छ यहाँनिर है किचनको अवस्था पङ्कुदा चाहिँ भाउजूलाई पुऱ्याउनु जाँदैछ है अब देवीडाङ्गा पुग्नुहोस् यहाँदेखिको लगभग आधी घन्टा पनि बेसी लाग्ला बाध्यको चाहिँ ड्युटीले गर्दाखेरि चाहिँ जाँदैछ ल गुड नाइट बाई बाई ओके बाई बाई ल गयो अब बाध्य भन्छु तर दादा भाउजू हो 4 जना चाहिँ एउटा स्कुटीमा जाँदैछ यहाँनिर बाई बाई 4 जना गयो यिनीहरू पनि अब